हो यो सबै यो यसमा यो धारको साइज अनुसारको यो चाहिँ है हामीले पोइन्ट छोड्ने योबाट हो यसमा धारको कुन चाहिँ साइज आउँछ सबै पठा हुन्छ यो चाहिँ पियाज नाप्नको लागि हाम्रो पानी कुन छ अर्को लागि के हुन्छ नि यसको लागि हो पावर सप्लाई भयो यो चाहिँ असरहरू सबै थोक एक्स्ट्रा असर सुरु त जाने सुरु त पठा हुन्छ भने यो पनि हाल्न मिल्छ तर कुन चाहिँ युज हुन्छ भन्ने जान्छ पनि अनि यसमा चाहिँ यो हामीले सफा गर्दाखेरि बोलीको लागि फिल्टरहरू यो चाहिँ भनेको त्यहाँ एउटा के अरे जुन मेन उसलाई हालेर सफा गर्ने सिस्टम हो यो दुईवटा हुन्छ जस्तो अनि यसले यो लिक्विड यो भोलि सफा गर्नको लागि यो आएन चाहिँ उ भन्ने छैन यो हामीले यो सफा गर्नको लागि चाहिँ यो कुन देशबाट ल्याउनु जापानबाट यो मिसिन यस्तो हुन्छ मिसिन त सानो छ तर कस्टली पनि होला यो भनेको यसमा अर्गानिक पानीहरू सबै यसमा आउँछ अब यो तपाईँको हाम्रो यो 7 पानीको यो हुन्छ नि पिएच 7 भएको पानी झरिएको छ अहिले हाम्रो पिएच 7 को चाहिँ हामीले पिउने पानी प्लेन पानी भन्छ कि सिक्सको नि तपाईँको सिक्सको पनि खान मिल्छ अब 9 पनि खान मिल्छ पिएच 2.5 भने 8.5 2.5 पनि धुनी पानी हात धुनी पानी यो चाहिँ पानी चाहिँ हात धुँदाखेरि हात सर्लक्कै जान्छ क्या त्यो फाइनली हामीले यो आएन चाहिँ मेसिन हामीले फिट गरेका छौँ पानी आउनु थालिसकेको छ यो त्यसले प्रोसेस गरिसकेको छ हामीले एउटा सेपको लागि एउटा बल्ब राखिदिएको छौँ यो चाहिँ पछि यतापट्टि सेटमा आउँछ यहाँ सबैले एउटा घरमा आउनुहुन्छ अहिले चाहिँ हामीले यतापट्टि राखेर फिक्स गरेका छौँ यो गरिदिनु सर सेट गरिदिनुहोस् त्यो अर्को पनि हालिदिनु न कसरी हुन्छ